लादे मेरो साइकलकोले रिस मानेर होइन अब यार खै यहाँ पनि यस्ता रिस मान्ने भएर होइन अहिले साइकल चाहिँ उता। हेलो गाइज गुड मर्निङ। म चाहिँ कामबाट घर गइरहेको छु। आज त अलि छिटो आएको हुनाले अलि ट्रेन चाहिँ छिट्टै भेट्टा हुन्छु। अरू दिन अलिक लेट हुन्थ्यो। ट्रेन चाहिँ 8 अहिले 6:08मा जान्छ। अलिक छिटो जान्छ। यो अलि रोड पनि साँघुरो छ। यस्तो छ गाडीलाई जानिदिनु पहिला अगाडि जानिदिनुपर्छ। अलि जापानमा त त्यस्तो देखाउनुपर्छ कि एकदम संस्कार तर यसो उ गर्छ क्या। जस्तै नेपालमा त अब त्यस्तो रोडमा जता हेर्ने नि मान्छे हिँडेर भए पनि केही त्यस्तो हुँदैन नि त। तर यहाँ त यसो गर्नुहुन्न। रोडमा यताउता 2-3जनाको ग्रुपै बनाएर जानु मिल्दैन क्या। त्यही हो मेरो चाहिँ नजिकै छ पसल यहाँदेखि। त्यही हो ट्रेन उताको चाहिँ ट्रेन छुटेपछि फेरि 15-20 मिनट वेट गर्नुपर्छ क्या। अनि लास्टमा मलाई लाग्छ त्यही भएर जानु लागेको। यो चाहिँ स्टेसन चाहिँ यहाँ तल। यहाँदेखि 5-6 स्टेसन टाढा छ क्या मेरो बस स्टेसन। एउटा उतातिर अर्कोपट्टिको चाहिँ गयो। हाम्रोतिर चाहिँ गएको छैन। मेरो उसमा पैसा छ जस्तो मलाई लागिरहेको तर सकिने थाहा छैन। हेर्छु ल 300 रुपियाँ अहिले म हाल्दिनँ। पछि हाल्छु पछि। आज जस्तो चाल्ने ट्रेन छैन। यताको मेरो अनानी यतातिर हौ। अनि अब ट्रेन आउँछ। अहिले त्यही यहाँदेखि जहिले नि ठिक्क टाइम एक म उत्रिने ठाउँमै पुग्छ। त्यही हो आयो ट्रेन। यो टाइमभन्दा भित्र जानु मिल्दैन क्या। यहाँ पुरा छिटो आउँछ। पुग्यो गाइस तेनका चाया मेरो आफ्नो नजिकको स्टेसन। तेनका चाया चाहिँ पहिला चाहिँ म चाहिँ होइन यो तेनका चाया लगभग 1 वर्ष अगाडिको कुरा भन्छु म आज। यो तेनका चायामा चाहिँ एउटा मेरो स्टोरी छ क्या। के भएको थाहा छ त्यो तेनका चायामा चाहिँ 2 छ क्या। एउटा चाहिँ चिखा तेजुवाला छ अन्डरग्राउन्ड वाला। अर्को लाइन चाहिँ माथि छ अनि यो सागाइसुरी लाइन चाहिँ तल छ क्या। अनि मलाई एक दिन यस्तै गर्दाखेरि म एकदम उ भयो क्या। सागाइसुरी लाइन चाहिँ तल भयो नन्दाइको माथि। म एउटा टिकट माथिको टिकट काटेर तर एकदम खोजिरहेको कि स्टेसन भेटाउँदैन नि। त्यहाँनिर चाहिँ मलाई यस्तो उ छ भनेर थाहै थिएन क्या। अनि पहिला 1 वर्ष जति 2 वर्ष जति यहीँ बसेर पनि त थाहा थिएन क्या त्यति बेला। या यो त्योभन्दा माथि चाहिँ नानकाई लाइन छ। नानकाई लाइनबाट हाम्रो कलेज जाने चाहिँ त्यहाँबाट जाने। अनि यहाँ काम जाने चाहिँ कामबाट फर्किला दे मेरो साइकलकोले रिस मानेर होइन अब यार खै यहाँ पनि यस्ता रिस मान्ने भएर होइन अहिले साइकल चाहिँ उता साइडमा पार्किङ गरे अरे त्यतिकै दुइटै पङ्चर गरिदिएर के गाई चेर दुइटै हिँडेर लगाइरहेको छु। हावा खुस्काइदिन्छ यार। यस्तो रिस मान्छ नि यार रिस। यहाँ पनि यता पनि नछोड्ने भयो क्या। यस्तै हो गाइस गाह्रो छ यार। दुइटै हावा फुस्काइदिएको दुइटै खै पट्काइदिएको हो कि रिसले के गरेको। अब फेरि
बनाउनु पर्छ आज। टाइम छैन क्या फेरि, भर्खरै कामदेखि आएको के। हिजो साँझ 9:30 गएको थिएँ, आउँदाखेरि त दुईवटा हावा फुस्स छ, 0% छ, पुरै छैन, केही पनि छैन क्या, दुइटैमा हावा सबले ध्यान दिए यार, सब ब्याड। साइकलमै आइरह हुन्थेँ म पहिला होइन, अनि अस्ति नै कुनले मेरो साइकलको त्यो पङ्क्चर गरिदिएदेखि त्यसमा आजभोलि त साइकलमा आउँदैन क्या। पहिला चाहिँ साइकलमा आउँथेँ, साइकलमा आएर त्यो दिन जुन दिनदेखि मेरो साइकलको पङ्क्चर गरिदियो त्यो दिनदेखि साइकल ल्याउने जति लेट भयो नि बरु अझै दगुरेर जान्छु, लेट भएपछि अर्को ट्रेनमा आउँछु, तर साइकल दिँदैन। त्यत्रो पैसा नभएको बेलामा लास्टै खर्च लगाइदिएको क्या, अनि त्यही भएर लास्टै यो भएको, त्यही भएर लिन्न। यो चाहिँ नानगाईको माथिको लाइन चाहिँ यो भयो, तर फेरि अन्डरग्राउन्ड पनि, अन्डरग्राउन्ड चाहिँ लास्ट स्टेसन यो हो क्या, उता कहीँ उताबाट आउने होला त्यस्तो छ। पहिला चाहिँ हामी यता साइडतिर बस्थ्यो, यो अफिस, यो वार्ड अफिसको, अनि अहिले चाहिँ यता बस्छु। खुल्यो बिहान त गाडी नै थिएन रोडमा, अब अहिले गएर सुत्ने। आज चाहिँ पछि काम छ, त्यही भएर गएर टक्क सुत्छु। अनि यता चाहिँ आजभोलि अलि यो राख्दा रहेछ हाम्रो घर जाने बाटोमा, यहाँनिर टाइम्स कारको रेन्टवाला कार छ। कार्ड भए त लिएर चलाउनु मिल्छ, तर छैन, के गर्नु, ब्याड। मसँग टाइम्सको कार्ड छैन कि किन खै थाहा छैन, मलाई दिएन। तर मसँग अर्को एउटा उसको कार्ड चाहिँ छ, तर त्यो कार्डमा युज गर्नु मिल्छ मलाई थाहै छैन कि गाइस, त्यही हो आज होइन। म चाहिँ पुगेँ रुममा, हिँड्नु पर्छ क्या, सिँढी छ क्या हाम्रो घरमा त, लिफ्ट छैन गाइस, के गरौँ, यस्तै छ हाम्रो घर।